बारामा रहेको रिलायन्स चिनी मिल आजदेखि विधिवत रूपमा डोङा पूजा गरी सञ्चालनको तयारी गरेको छ। रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज श्रीपुर मनहरवाको सञ्चालक वीरेन्द्र सङ्घाईको विशेष उपस्थितिमा आज डोङा पूजा गरी भोलि मङ्गलबारदेखि उखु क्रसिङ गरिने मिल्स प्रशासनले जनाएको छ। डोंगा पूजा हो गया, अब 2-3 दिन में शुरू हो जाएगा। जी, चालान देना शुरू हो जाएगा। हाँ, किसान चालान तो आज ही दे देंगे। बितेको सोमबार बसेको मन्त्री परिषदको बैठकले उखुको मूल्य प्रति क्विन्टल उद्योगीले 620 रुपैयाँ र सरकारले अनुदान बापत 70 रुपैयाँ उपलब्ध गराउने निर्णय गरेसँगै मिल्स सञ्चालनको तयारीमा जुटेको मिल्सका क्यान म्यानेजर अवध झाले जानकारी दिनुभएको छ। मिल्सले यस वर्ष 32 लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको क्यान मैनेजर झाले बताउनु भएको छ कि जब भी जैसे चालान का मैसेज आपको जाए, आप अपना मैसेज देखें, उस डेट पर अपना गन्ना लाएं और गन्ना को साफ सुथरा करके जड़, मिट्टी, ग्रीन टॉप, अगोला ये सब साफ करके लाएं। इससे क्या होगा कि फैक्ट्री को किसी भी प्रकार का कोई नुकसान नहीं होगा और आपकी फैक्ट्री रोज लगातार चलेगी। आपको इससे सहूलियत होगा। मिल्स सञ्चालन भएसँगै उखु किसानहरू खुसी भएको उखु किसान सङ्घ बाराका अध्यक्ष वीरेन्द्र कुशवाहाले बताउनु भएको छ। उनले किसानहरूलाई अन्य चिनी मिलको बहकावामा नपर्न र रिलायन्स सुगर मिल्समा नै उखु दिन सबै किसानसँग आग्रह गर्नुभएको छ। अब सालभरिको किसानको मेहनतको परिणाम, सालभरिको मेहनतको बाली बेच्ने मौका आएको छ।